हेलो नमस्ते सम्पूर्णमा म चाहिँ फेरि आज पनि आइसकेको छु मेरो मिनी भ्लग लिएर हजुरहरूको माझ उपस्थित भइसकेको छु म आज पनि साथीहरू। म चाहिँ पातलेको सिउला लिनु अनि छोरा र छोरी चाहिँ दाउरा काट्नु भनेर हिँडेको साथीहरू। हामी चाहिँ जाँदैछौँ, हाम्रो चिसा चाहिँ भारी पुगेर आउँदै हुनुहुँदो रहेछ साथीहरू। अनि मेरो अस्तिको सुतर काटेको भिडियो देखेर चाहिँ डोको देखेर चाहिँ मेरो मम्मीलाई हाँस उठ्यो अरे। अनि मैले आज चाहिँ पछाडिबाट भिडियो खिच्दैछु साथीहरू। झनै पछाडिबाट हेर्दा त खुट्टा मात्रै हिँडेको देखिँदो रहेछ साथीहरू। यो भिडियो देखेर चाहिँ झन् कति हाँस्नुहुन्छ थाहा छैन। मेरो मम्मी मात्रै हाँस्नुहुन्छ कि मेरो भिडियो देखेर चाहिँ हजुरहरू पनि हाँस्नुहुन्छ साथीहरू, कमेन्टमा भन्नु ल। किनभने बेसीतिर यत्रो ठुल्ठुलो डोको हुँदैन त, पत्कर सत्कर बोकिँदैन, सेउला त्यही भएर के साथीहरू। त्यही भएर हो हाँसो लाग्ने भनेको। कुरामा फेरि हामी त हाम्रो गन्तव्यतिर पुगि पनि सकेछौँ साथीहरू। अब गन्तव्य पनि पुगिसक्यो, पानी सानी खाएर हामी चाहिँ आफ्नो काममा लाग्ने भन्ने सुरु गर्दै थियौँ। उसले चाहिँ गमोट खोलेर हेर्दा उसो गमोट भिजाएर जुकाले खाइसकेको रहेछ उसलाई चाहिँ। अनि बा मलाई पनि आयो भनेर म चाहिँ फेरि म पनि हतार गमोट खोलेर हेर्दैछु कि साथीहरू। अनि यहाँ खुट्टामा पल्टाइ होइन रहेछ मलाई चाहिँ आएको। अनि त्यसपछि हामी चाहिँ पानी सानी खाएर अब काममा लाग्ने भनेर रेडी हुँदै गरेको साथीहरू। छोराले चाहिँ दाउरा हेर्दै हुनुहुन्छ म कहाँ काटौँ त भनेर। अनि त्यसपछि हामी त फेरि भन्दै पानी पनि परेर टुटुटु कुद्दैछौँ हामी। फेरि त्यही घुमोडारतिर फर्किँदैछौँ। कुद्दै ओडार पनि पुग्यौँ साथीहरू हामी चाहिँ अब एकछिन ओत लाग्ने, किनभने पानी परिरहेको छ। हाम्रो छोरा पनि कुद्दै आउँदै हुनुहुन्छ ओत लाग्नुलाई। छोरा चाहिँ त्यहाँ बसिरहनु भएको छ डिलमा। अनि हाम्रो डोको पनि सुरक्षित नै छ ओडारमै। अनि हामी चाहिँ ओडारभित्रै बसिरहेको सबैजना, किनभने पानी बाहिर ठुलो पर्यो। यो चाहिँ घुम ओडार बाहिरबाट हेर्दा ठ्याक्कै घुमै जस्तो देखिन्छ साथीहरू। अनि पानी परिरहेछ बाहिर चाहिँ। अनि हाम्रो डोको पनि सुरक्षित नै छ साथीहरू। अनि म चाहिँ ढल्केको अब, किनभने पानी परिरहेछ के चाहिँ गर्नु त। अनि यसो ढल्केको। अनि छोरा चाहिँ त्यहाँ बसिराख्नु भएको छ, हाई भन्दै हुनुहुन्छ मैले भिडियो गरेकोले। हामी दुईजनाको चाहिँ लडी भयो त्यहाँनिर। अब मस्त आरामले पानी परेपछि पानीले भिजिन्छ, पानीले भेट्छ भन्ने डर भएन नि त। अनि फेरि त्यसपछि बस्यौँ अनि पानी रहेर हामी चाहिँ फेरि लाग्यौँ दाउरा काट्न साथीहरू। म चाहिँ सोत्तर काट्नु लागिसकेँ साथीहरू। आफ्नो ड्युटी सुरु भइसकेको छ साथीहरू। अब चाहिँ भने म चाहिँ सिउला काटेर तल रोडमा लडाउँछु अनि त्यसपछि लगेर छाँच्छु। म चाहिँ एकैचोटि भारी डोकोमै छाँच्दैछु। अनि दुईजना चाहिँ दाउरा काट्दै हुनुहुन्छ। लगभग दुईजनाले भारी पनि पुर्याउनु लाग्नु आँट्नु होला। अनि मेरो पनि पुग्यो। अनि सबैजनाको भारी पुग्यो। अनि त्यसपछि बसिरहेको मेरो छोरा र छोरी भन्दैछु म चाहिँ। अनि म चाहिँ आमा चाहिँ सानो, छोराछोरी चाहिँ ठुलो भन्दै हुनुहुन्छ उहाँहरू चाहिँ। किनभने के गर्नु त, साइनोले भेटेपछि भन्नै पर्यो। अनि हामी चाहिँ फेरि ओराएर बिसाउँदैछौँ। अनि बिसायौँ, एकछिन हावा खायौँ, त्यसपछि फेरि हिँड्यौँ हामी चाहिँ आफ्नो बाटो लाग्यौँ। छोरा र छोरी चाहिँ उकालो, म चाहिँ ओह्रालो साथीहरू। यति भन्दै लगभग अब म चाहिँ घर पनि आइपुगेँ साथीहरू। कस्तो लाग्यो मेरो आजको मिनी भ्लग कमेन्टमा भनिदिनु होला। बाई साथीहरू।